हेलो साथीहरु नमस्ते, म इन्जिनियर मिथिलेश। आज हामी यस भिडियोमा कुरा गर्नेछौँ पिलर ढलान गर्दाखेरि चाहिँ के कुरामा चाहिँ ध्यान दिनुपर्छ। जस्तै यो भिडियोभन्दा अगाडि चाहिँ मैले डन्डीबारे चाहिँ भिडियो चाहिँ बनाएको थिएँ। अब यसमा चाहिँ ढलान गर्दाखेरि चाहिँ के कुरामा ध्यान दिनुपर्छ त्यो चाहिँ हामी हेर्नेछौँ। देख्न सक्नुहुन्छ हाम्रो पिलरको ढलान चाहिँ भइरहेछ पछाडि। अब फर्स्टमा कुरा गरौँ, पिलर ढलान गर्दाखेरि चाहिँ मसालाको रेसियो चाहिँ कति राख्ने हो। अब हामीले नक्सा पनि हेर्नुपर्ने हुन्छ। कुनै नक्सामा तपाईँको M20 हुन्छ, कुनै नक्सामा तपाईँको M25 हुन्छ ग्रेड अफ कङ्क्रिट हैन। अब M20 ग्रेड अफ कङ्क्रिट भनेको चाहिँ 1:3 को रेसियो हो। 1 सिमेन्ट 1.5 बालुवा र 3 गिटी चाहिँ हुनुपर्छ। अब तपाईँको नक्सामा चाहिँ M25 ग्रेडको कङ्क्रिट छ भने 1:2 को रेसियो हुन्छ। 1 सिमेन्ट र 1 बालुवा र 2 गिटी चाहिँ हुन्छ। र नक्सा अनुसार चाहिँ काम गर्नुपर्ने हुन्छ। यो साइडमै चाहिँ हाम्रो M20 ग्रेड कङ्क्रिट चाहिँ रहेको छ। फर्स्ट कुरा चाहिँ त्यो चाहिँ हेर्नु पर्यो। अब दोस्रो कुरा, डन्डी सबै क्लियर भइसकेपछि फर्मा राख्नु पर्यो। अब फर्मा राख्नु अगाडि हामीले चाहिँ के गर्नुपर्छ, स्टार्टर चाहिँ बनाउनु पर्छ। अब स्टार्टर कस्तो हुन्छ भनेपछि म तपाईँले देखाउँछु, यहाँ आउनुहोस्। पिलर ढलान गर्दाखेरि हामीले पहिले यस्तो धागो तानेर चाहिँ कभर चाहिँ मिलाउनु पर्ने हुन्छ कलमको। त्यसपछि हामीले यसको बेस चाहिँ ढलान गर्नुपर्ने हुन्छ। यसको बेसलाई चाहिँ स्टार्टर भन्छौँ। अब यहाँ के गर्छौँ, हामीले यो खोलेर हटाउँछौँ र यहाँ तपाईँको फर्मा राख्छौँ र यो पिलरलाई चाहिँ ढलान गर्छौँ। अब तपाईँको स्टार्टर बनाइसकेपछि, बेस चाहिँ बनाइसकेपछि के गर्नुपर्ने हुन्छ, त्यो बेस त हामीले एक दिन अगाडि बनाउँछौँ हैन। त्यो बेसमा चाहिँ के गर्नु पर्यो, सिमेन्ट र पानीको घोल बनाएर चाहिँ राख्नुपर्ने हुन्छ पहिला। अनि त्यसपछि बल्ल तपाईँको के गर्ने, यो फर्मा सेट गर्ने। अब फर्मा सेट स्टार्टर चाहिँ सफा गरेर फर्मा सेट गरेर माथिबाट पनि हाल्न चाहिँ मिल्यो हैन। अब यो फर्मा सेट गर्दाखेरि चाहिँ के गर्ने हो, चारैतिरबाट यो फर्मा सेट गरिसकेपछि चाहिँ हामीले यसको घन्टी चेक गर्छौँ हैन। घन्टीमा चाहिँ यो तपाईँको पिलर सोझो छ कि छैन, सिधा छ कि छैन, भर्टिकल एलाइनमेन्ट चाहिँ चेक गर्छौँ। फर्मा राखिसकेपछि चाहिँ के गर्नुपर्छ, तपाईँको यो जुन यसलाई हामीले प्लम्ब भन्छौँ इन्जिनियरिङ भाषामा, अब नेपाली भाषामा भन्दाखेरि, लोकल भाषामा भन्दाखेरि यसलाई चाहिँ हामीले घन्टी भन्छौँ। यो घन्टीले तपाईँको फर्मा चाहिँ चेक गर्नुपर्ने हुन्छ, तपाईँको यो फर्मा चाहिँ भर्टिकल स्ट्रेच छ कि छैन। जस्तै यो तपाईँको माथिबाटै हामीले हेर्नुपर्ने हुन्छ, माथिबाट चाहिँ सबै तलसम्म झारेर चाहिँ चेक चाहिँ गर्नुपर्ने हुन्छ। अब फर्मा राखिसकेपछि पनि चेक गर्नु पर्यो र कलम ढलान गरिसकेपछि पनि हामीले चाहिँ चेक चाहिँ गर्नुपर्ने हुन्छ हैन। भाइब्रेटरमा यहाँ देख्न सक्नुहुन्छ कन्टिन्यू हाम्रो भाइब्रेटर चाहिँ चलिरहेछ, किनभने हरेक लेभलमा हामीले मसला चाहिँ फिल चाहिँ गरिरहेछौँ, त्यसमा राखिरहेछौँ। अब जस्तै देख्न सक्नुहुन्छ हाम्रो पिलर चाहिँ ढलान चाहिँ भइसकेको छ। फिनिसिङ चाहिँ तपाईँको यति लेभलको चाहिँ हुनुपर्ने हुन्छ हैन। अब पिलर ढलान गर्दाखेरि सबसे तपाईँको समस्या चाहिँ कहाँ आउँछ भनेपछि हनीकम आउने एकदम चाहिँ चान्स चाहिँ हुन्छ। त्यो चाहिँ कता आउँछ भनेपछि यो जुन बेस छ, बेसबाट तपाईँको 2 फिटको हाइटसम्म चाहिँ एकदम हनीकम आउने चान्सेस चाहिँ एकदम म्याक्सिमम हुन्छ हैन। यो एरियामा चाहिँ हामीले एकदम केयरफुल भएर काम गर्नुपर्ने हुन्छ। माथि चाहिँ तपाईँको त्यति हनीकम आउने चान्स चाहिँ हुँदैन। तल चाहिँ किन हनीकम आउँछ भनेपछि जस्तै यहाँ देख्न सक्नुहुन्छ हाम्रो पिलर चाहिँ ढलान भइरहेछ। यहाँ तल चाहिँ यो बेसमा चाहिँ राम्रोसँग सिल गर्नु भएन, स्टार्टर चाहिँ राम्रोसँग बनाउनु भएन भनेपछि यहाँ तलबाट मसालाहरू चुहिएर चाहिँ तपाईँको यहाँ चाहिँ हनीकम आउने चाहिँ चान्सेस चाहिँ हुन्छ।